Hi everyone and welcome back to my channel. आज चाहिँ धेरै दिनपछि मेरो भान्जो आश्रय ढुङ्गेल मसँग भेट भएको छन्। आज मेरो फ्ल्याटमा आउनु भएको छ। ल आश्रित आफ्नो बारेमा दुई चार शब्द भनिदिनुहोस्। म आश्रय ढुङ्गेल हुँ। म कक्षा 5 मा पढ्छु अनि मेरो घर म 10 वर्षको भए अनि मेरो घर ललितपुर जिल्ला जमशेदपुरमा पर्छ। वडा नम्बर 3 ओम शान्ति गल्ली। ओके, तपाईँ 5 मा पढ्नुहुन्छ है। अनि हजुरले भर्खरै स्पिच कम्पिटिसन थियो, त्यसमा तपाईँ फर्स्ट हुन सफल हुनुभयो। अनि तपाईँले त नेवारी भाषा पनि सिक्नु भएको रहेछ। नेवारीमा कसरी भनिन्छ आफ्नो बारेमा, कसरी स्कुलको बारेमा भनिन्छ, मलाई नेवारी भाषामा भनेर सुनाउनु न एकचोटि। ल जोजुलाप्पा सकसिता जिगु ना आश्रय ढुङ्गेल ख जी न्यागु तगिमे बोना चना जिगु बनेको थियाना श्रमिक बाल विज्ञान आधारभूत सामुदायिक विद्यालय ख। अलराइट। अनि इङ्ग्लिसमा तपाईँलाई त आर्टिफिसियल इन्टेलिजेन्स को बारेमा धेरै नलेज छ भन्ने कुरा छ र त्यसमा तपाईँले स्पिच पनि दिनुभएको थियो। त्यो चाहिँ तपाईँले डाइरेक्टली आर्टिफिसियल इन्टेलिजेन्सबाट सुरु गर्न सक्नुहुन्छ। अलराइट, सुरु गर्नु। Artificial intelligence or AI is one of the most important technologies of our time. AI refers to machines and computer systems that can perform tasks that normally requires a human intelligence such as learning, problem solving and decision making. AI provides many opportunities. In education, AI helps students learn more effectively through online tools and personalized learning. In healthcare, doctors use AI to diagnose diseases and provide better treatment. AI also helps in businesses by improving productivity and saves time by performing repetitive tasks quickly and accurately. However, AI also presents several challenges. One major concern is job displacement. As machines become more capable, several jobs may disappear. Another challenge is security and privacy. AI systems often collect large amounts of data, and if this information is misused, it may affect people's privacy. There is also the risk of over-dependence on technology, which may reduce human creativity and critical thinking. Therefore, while AI offers great benefits, it must be used responsibly. We should learn about AI, develop new skills, and ensure that technology serves humanity in a positive way. In conclusion, AI is a powerful tool that saves lives if we use it wisely. The future belongs not only to those who use AI, but also to those who understand. वाउ, ग्रेट। ताली बजाइदियो। यसको लागि त यहाँ सेलिब्रेसन हुन्छ। वाउ। तपाईँले के मेमोराइज गर्नुभएको थियो यो स्पिच? मैले थोरै थोरै आफैले पनि बनाएको थिएँ। आफै पनि बनाउनु भएको थियो? कुन कुन वर्ड्सहरू चाहिँ आफूले बनाउनु भएको? AI systems often collect large amount of data and if this information is misused. वाउ, त्यो आफैले बनाउनु भएको थियो। र हजुरहरूलाई पनि तपाईँहरूले जसले सुन्नुहुँदैछ, मेमोराइज गर्नु भनेको गलत होइन। मेमोराइज गरेर बोल्नु भनेको चाहिँ अब तपाईँहरूले कसरी बुझ्नु भने, एउटा बच्चाले बाबा भन्नको लागि कति समय लाग्छ सोच्नु त। त्यो एउटा जन्मेर त्यो बच्चाले बाबा भन्छ। यदि त्यो बच्चाले बाबा भन्दाखेरि त्यो परिवार कति खुसी हुन्छ होइन। अनि त्यो खुसी हुन्छ भने केही कुरा केही छोटो समयको लागि चाहिँ हामीले मेमोराइज गर्नुपर्छ। र त्यो मेमोराइज गर्नु भनेको नराम्रो होइन, तर हामीले छोटो समयको लागि मेमोराइज गर्दाखेरि चाहिँ अरू बेला फ्री बोल्न सकिँदैन, तर मेमोराइज गरेको चाहिँ पुरा राम्रो सुनिन्छ। त्यही भएर मान्छेलाई मेमोराइज गरेको राम्रो होइन भन्छ, तर त्यो एब्सोल्युटली गलत भन्छु म एज अ टिचर्स। मेमोराइज गर्नु धेरै राम्रो, त्यसले धेरै अरू कुराहरू बोल्न खुलाउँछ। र मलाई यहाँबाट थाहा भयो कि मेमोराइज गर्नु, किनभने सोचौँ न, एउटा बच्चाले मेमोराइज गर्छ त्यति बेला बाबा मामा भनेर सिक्छ। आलु। अब त्यो ब्रेन, अहिले ब्रेनको जति पनि यो जुन छ हाम्रो ब्रेन निकालेर साइडमा राखिदिनु भने त केही थाहा हुँदैन नि त। मैले कालो कलरको टी सर्ट लगाएको छु, तपाईँले कालो कट्टु पनि के बोल्ने के नबोल्ने भन्ने कुरा चाहिँ जान्नुपर्छ होइन युट्युबमा। ओके, यु आर इन युट्युब राइट नाउ। हाउ यु आर फिलिङ? I'm feeling great. कालो कोटी कसले लगाएको छ? भाइ। अनि किन कालो कोटी भनेको? मैले कालो कोटी लगाएको छ। त्यतिकै भने मात्रै हो कि, तपाईँलाई भने होइन।
फ्लोमा निस्केको हो हजुर फ्लोमा निस्केको हो ओके सरी भन सरी मलाई होइन यहाँ हेर्ने मेरो 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 अरू अरू साथीहरूलाई मेरो स्टुडेन्ट्सहरूलाई सबैलाई सरी भन सरी ग्रेट यो वाला पार्ट काट्नु हजुर यो वाला पार्ट काट्दिनँ म काट्दिनँ तिमीले किन भन्यौ तिमीलाई लाज भयो क्या लाज भयो क्या हो तिमीले बोल्दैछु भन्ने थाहा थिएन युट्युबमा छु भन्ने थाहा थिएन तिमीलाई बिर्सिहालेको थिएँ क्या तिमी फ्लोमा धेरै एक्साइटेड छौ है र आजको हाम्रो जुन प्लान भनिदेऊ नि त आज के गर्दैछौँ हामी आज हामी स्विमिङ पुल जानु कहाँ जाँदैछौँ पार्कको नाम पनि हुलुलुलु के थियो हुलुलु हुप्पील्यान्ड ए हुलुलुलु हुप्पील्यान्ड आज चाहिँ हामीले अब हुप्पील्यान्ड गएर होइन केही रमा हामी त कस्तो साइडमा पो रहेछौँ त अलिकति बिचमा हुनुपर्ने नि त होइन र मेरो भिडियोहरू कतिको हेर्नु हुँदैछ तपाईँहरूले हेर्नु हुँदैछ मन पराउनुहुन्छ भने के गर्नुपर्छ मन पराउनुहुन्छ भने सबै भिडियोलाई डिसलाइक गर्नुपर्छ तपाईँ फेरि अहिले युट्युब बाहिर जानुभयो फेरि के गर्नुपर्छ अरे लाइक गर्नु अनि अरू सब्सक्राइब अनि कमेन्ट अनि सेयर अनि ल यति भन्दै आजको हाम्रो छोटो कुरालाई यहीँ अन्त गर्दछु थ्याङ्क यू भनिदिनु सबैलाई थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू तपाईँले कुन कुन वर्ड्सहरू सिक्नुभयो आज थ्याङ्क यू थ्याङ्क यू नहाँसी भन्नु थ्याङ्क यू अरू थ्याङ्क अरू recognize अरू water bottle वाटर बोतल अरू comfortable कम्फर्टेबल अरू breakfast ब्रेकफास्ट अरू माथि हेरेर भन्नु नि त बोर्डमा छ त success सक्सेस अरू vegetable अरू important इम्पोर्टेन्ट बटन हिडन रिटन water वाटर थ्याङ्क यू बाई बाई